गजाननं भूतगणादिसेवितं कफ्यूतजम्बो फलचारुभक्षणम् उमासुतं शोकविनाशकारकम् नमामि विघ्नेश्वरपादपङ्कजम् नमामि विघ्नेश्वरपादपङ्कजम् नमो गुरुभ्यो गुरुपादुकाभ्यो नमः परेभ्यो परपादुकाभ्यो आचार्य सिद्धेश्वर पादुकाभ्यो नमो गुरुश्री गुरुपादुकाभ्यो नमो गुरुश्री गुरुपादुकाभ्यो हरे पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ पुर्खाहरूले गरेको कर्म छोरा नातिमा सर छ पहिले कस्तो कर्म गरियो त्यही फल भोग्नु पर्छ हुन्छ कि हुन्न हेरा पहिले थोरै दिनु है हरे धान रोप्यो धानै फल्छ मकै छ रे मकै धान रोप्यो धानै फल्छ मकै छ रे मकै सत्कर्मले सुखै मिल्छ असत्यले दुखै हुन्छ कि हुन्न हेरा
चल्ती चलन भगवानको लीला संसारको चल्ती चलन भगवानको लीला जन्मेपछि मर्नु पर्ने 84 लाख चोला हुन्छ कि हुन्न हे राधा पंचपल बर पिपल आपसमी डुम्रे पंचपल बर पिपल आपसमी डुम्रे भगवानको भक्ति बिना मुक्ति छैन पुण्य हुन्छ कि हुन्न हे राधा पूजा गर्यो पाठ गर्यो राम्रो हुन्छ भने पूजा गर्यो पाठ गर्यो राम्रो हुन्छ भने तीर्थ व्रत दान पुण्य गरे कुनै छ नि हुन्छ कि हुन्न हे राधा ब्रह्मांड नायक प्रभु को जय, राधा कृष्ण प्रभु को जय, रामेश्वर प्रभु को जय, सनातन धर्म को जय।
बाहिर बाहिर सबै बाहिर देवताहरूको आफ्ना आफ्ना इष्टदेवहरूको मन्त्रदेवहरूको वृन्दावन बिहारी प्रभुको साथै बोको पनि फुलहरु ल्याऊ गरे गरे सबैलाई पुरी गरेर ल्याऊ लाभा फुलहरु ल्याऊ फुल मिसाइदिनु आउ बसंगलको मान्छेलेका फुल ल्याऊ फुल बाँडौ त फुल बाँडौ गरे लाभा थापित पूजित आवाहित देवहरूको समस्त पितृगणहरूको गर्भगोत्रीय सम्पूर्ण पितृगणहरूको पितृरूपी जनार्दन भगवानको परब्रह्म परमात्माको सनातन धर्म हजुरले बसेर अनुमति दिने हामी गर्छौं ल ल हजुर बस्नु कृपया
कार्पेट यहाँ पनि यो पालि 92 छ 80 साल 92 वर्षमा हाम्रो चप्पल हाल्नु नि के छ बाउँदैलाई उहाँ दाइ बाउँदै छ आफ्नो चाहिँ माथि यसो गर्नु त्यो ल्याउँदै पर्ला कि जिन्दे त्यो ठुलो गर्नु पहेँलो रातो दुईटै गरिदिने लक्ष्मीनारायण एक दर्जन ग्लास लिएर सिसाको सबैजना सबका चाहना विष्णु श्रीमद्भगवतो महापुरुषस्य विष्णुराज्ञा प्रदत्तमानस्य सकल सृष्टिकारको श्री ब्रह्मोपदेशे श्वेतवारा कल्पे वयोस्पतमन्त्रयष्टात्मशतमे प्रहलादे प्रत्ययमन सप्तमे सत्यतत्ता परान्ते कलियुगे कलिपतन्त देजपुष्टे भारतवर्षे वर्षखण्डे आर्यावर्त देशे नेपाल राज्ये पश्चिमदिग्भागे गण्डक्यञ्चलमध्ये काष्ठी मण्डलान्तर्गत पोखरा उपमहानगरपालिका स्थाने पुण्य स्थाने फुलबारी के भन्छ यसलाई फुलबारी स्थाने पुण्य स्थाने शुक्लागण्डक्यो पूर्वोत्तर दिगुरास्ते पुण्य क्षेत्र है यह स्थाने षष्ठी संवत्सराणां मध्ये प्लवंग नाम संवत्सरे श्री सूर्य उत्तरायणे शिशिर ऋतौ फाल्गुन मासे शुक्ल पक्षे सप्तम्यां बुधवासरिताय मध्ये कुंभ राष्ट्रीय श्री सूर्य मृग राष्ट्रीय चंद्रमसी कर्कट राष्ट्रीय देवगुरौ मीन राष्ट्रीय भौमे शुक्रे च गर्भवत्रा अहम अनुनाम आयु आरोग्य ऐश्वर्यादि अमृत्यर्थम सकल शास्त्र श्रुति स्मृति पुराण फल प्राप्त्यर्थम मनसो फल शुभ संकल्प सिद्ध्यर्थम विशेषतः परब्रह्म परमात्मा कृत्यर्थम भक्ति ज्ञान वैराग्यादि प्राप्त्यर्थम
जन्मलग्न चतुर्थ अष्टम द्वादश स्थान स्थितानां पुरग्रहाणाम् अनिष्टनिवृत्तिपूर्वकम् एकादश स्थान स्थित स्वप्राप्त्यर्थं दशा अन्तर्दशा प्रत्यन्तर्दशा योगिन्यादि दशा प्रत्यर्थम श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ कर्म तदंगभूत अग्निस्थापना पूर्वकम तत्तदेवतानां हवनादि कर्म पूर्वकम दशदिक्पाल अष्टदिग्गजादि पूजनम यक्ष गंधर्वादि तोरणादिषु कदलीस्तंभेषु च तत्तदेव सत्तासु पूजन पूर्वकम नांदीमुखी श्राद्धम हरि ओम तत्सत् ल अर्घको पूजा दधि सरपि कुशोदकं यव सरसपताण्डुल ध्रुवांग अष्टाङ्गार्गोच्यते अर्घपात्रे नमो नमः। सूर्यलाई अर्घ दिनुहोस्। स तेजरास्य जगतपते अनुकम्पयमं भक्ता गृहाणार्घ दिवाकरः सूर्यनारायणाय नमः अर्घ्यं समर्पयामि। ओम श्री दीपनारायणाय नमः श्री कलशे वरुणाभ्यां नमो नमः ओम श्री महागणाधिपति नमः ओम श्री ऋग्वेदाय नमः ओम यजुर्वेदाय नमः ओम सामवेदाय नमः ओम श्री अथर्ववेदाय नमः श्री ब्रह्मणे नमः ओम श्री विष्णवे नमः ओम श्री प्रजापते नमः इष्ट देवताभ्यो नमः कुल देवताभ्यो नमः स्थान देवताभ्यो नमः वाणी हिरण्यगर्भाभ्यो नमः वास्तु देवताभ्यो नमः नवग्रहेभ्यो नमो नमः सर्वे देवताभ्यो नमो नमः एतत् कर्म प्रधान देवताभ्यो नमो लाभ प्राश्चित गोदान सौरभेव च नमो ब्रह्मसुताभ्यश्च पवित्राभ्यो नमो नमः गवे नमः गो निष्क्रिय भूतद्रव्ये नमो नमः यागक्ष तिष्ठ मम पूजाग्रहण यावत् पूजां करोमि तावत् तं स्वस्तिरो भव सुप्रसन्नो वरदो भवः। टीका लगाउनुहोस् अरूले फूल लगाइदिनुहोस् है। एकजनाले टीका अर्कोले फूल लगाइदिनु हुन्छ। ओम कृष्णे नरदशा वर्तमानो निवेशयन्नमृतं मृत्युञ्जयरण्डयेन सविता रथेन देवो जातिरोवन निपश्यन्न श्री ब्रह्मणे नमः। हरे ओम प्रधान मित्र में ओम प्रधान मित्र तस्य भाजयते अनः उसतेरिव मातरः तत्कुशलिकामादाय जौति पुष्पुल लिएर जल समातेर गाईलाई छुनुहोस् है। ओम तिथिरे विष्णु तथा बारो नक्षत्रम विष्णुरेव च योगश्च करणश्चैव सर्व विष्णुयं जगत्। हरे ओम तत्सत् हरे ओम तत्सत् हरे ओम तत्सत् ओम विष्णु ओम विष्णु ओम विष्णु ओम विष्णु अद्देह। आगे नेपाल पुण्य देश है गण्डकी अंचले कास्की मंडल अंतर्गतः पोखरा शुक्ला गण्डकी पूर्व दिग्भागे फुलबारी ग्रामे या पुण्य भूमौ 60 संवत्सराणां मध्ये प्लवंग नाम संवत्सरे श्री श्रीया उत्तरायणे शिशिरितौ मासतमासे फाल्गुण मासे फाल्गुण शुक्लपक्षे शुक्लायां सप्तम्यां शुभपुण्यतिथौ अद्यः श्री श्रीया विशिष्टायां अद्यः गर्ग गोत्रोत्पन्नो हम तथा च अमुक अमुक गोत्रो हम अमुक अमुक नाम शरणं मम। तपाईले आफ्नो आफ्नो गोत्र नाम सम्झनुहोस् है। गर्ग गोत्रोत्पन्न हम गर्ग गार्य गौतम विश्वमित्र पराशर पंचमनाथ रदस्य शुक्ल यजुर्वेद ध्यायेन श्री अमुक अमुक नाम शरणं मम। मम सपत्नी सपुत्र सपुत्री सपुत्रवधू सपरिवार सहित नमः मम। आयु आरोग्य ऐश्वर्य आदि अभ्यर्थ्यर्थम सकल शास्त्र श्रुति स्मृति पुराण फलप्राप्त्यर्थम श्रीमद् भागवत पारायण ज्ञान महायज्ञ कर्तृत्वेन बाह्याभ्यन्तर शुद्धि निमित्तक प्रायश्चित्त गोदान। कुशको टुक्रा मात्र जलाई टीका लगाउनु भएछ गुरुलाई उहाँ ल्याएर दिनुहोस्। गावमेर्य शब्द गवमध्यव साम्यम गवे नमः गो निष्क्रिय भूतद्रव्ये नमो नमः ध्यानं समर्पयामि। राखिनुहोस् त्यहाँ गाई मरवे भूत सजातपत्रेका चित सदार पृथ्वी यामते मम कस्मै देवाय विठावि। ल है त अध्ययन कृते तत प्राशित गोदान दान प्रतिष्ठा सांगता सिद्ध्यर्थम इदं द्रव्यं रप्यं चन्द्रदेवताकं ताम्रवर्णं वा श्रीश्रेदेवताकं लोष्टं वनिष्ठदेवताकम यत् यत् वस्तु तत्तदेवताकं र आफूले टीका लगाएको ब्राह्मणलाई गाई डोराएर दिने। नौचाल्नु होला है।
बिस्तारै कामैतत्ते प्रतिक्रियताम् शान्तिः पृथिवी शान्तिरापः शान्तिरोषधयः शान्तिः वनस्पतयः शान्तिर्विश्वे देवाः शान्ति ब्रह्म शान्तिः सर्वगो शान्तिः शान्तिरेव शान्तिः सामा शान्तिरेधि स्वस्ति न इन्द्र वृहस्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्ताक्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। भयो अब भयो। ओम स्वस्ति न इन्द्र वृहस्रवाः स्वस्ति नः पूषा विश्ववेदाः स्वस्ति नस्ताक्ष्यो अरिष्टनेमिः स्वस्ति नो बृहस्पतिर्दधातु। प्रेकादशवा मारुतः पिस्नेमा तारः शुभं जावानो वेदते को जगमायः अग्निर्जुवा मानवः सूरचक्षासो विश्वेनो भद्रं पश्येम।